नमस्कार दर्शकबिन, आज चाहिँ अब रासमेलाको दोस्रो पार्ट हो। यहाँ हेर्नुहोस्, यो चाहिँ जुबिन्दा, हाम्रो स्वर्गीय जुबिन्दालाई नमस्कार गर्दै अगाडि बढ्यो। यो चाहिँ बिन्द्रवन बनाएको दृश्य हेर्नुहोस्, कति राम्रो होइन। बिन्द्रवन चाहिँ यहाँ बाटैमा बनाएको छ। बिन्द्रवनको दृश्य यो चाहिँ श्रीकृष्णले गाई चराएको होइन। अनि यस्तो प्रकारले चाहिँ भएको छ। हामी चाहिँ परिवारै गएका छौँ रासमेला हेर्न। यो चाहिँ मेरो छोरो, उतो चाहिँ मेरी छोरी, यो चाहिँ मेरो श्रीमती बुढी। अनि यहाँ चाहिँ राधाकृष्णको दर्शन गरेर सबैभन्दा पहिले चाहिँ राधाकृष्णको दर्शन गर्नुपर्छ। राधाकृष्णको दर्शन गरेर चाहिँ अनि अब यहाँ हेर्नुहोस् उदालगुडी है, यो चाहिँ उदालगुडीको रासमेला हो। यहाँ चाहिँ नाम कीर्तन भइरहेको छ होइन, कीर्तन भइरहेको छ, कीर्तन गरिरहेका छन्। भगवानको भक्ति पनि अब हुन जरुरी छ होइन। राधाकृष्णको अब मन्दिर भएपछि अब कीर्तन शीर्तन भइरहेको छ। कीर्तन शीर्तन अब यहाँ हेरेर चाहिँ अब ठ्याक्कसँगले हेर्नुहोस्। यहाँ चाहिँ यस्तो प्रकारले सबै भगवानलाई श्रीकृष्णले के लीला गर्नुभएको थियो यो सबै छ। यहाँ चाहिँ श्रीकृष्णलाई श्री गणेशलाई प्रणाम गरेर चाहिँ अगाडि बढिन्छ। सबैभन्दा पहिले कृष्णको, अनि त्यहाँबाट हेर्नुहोस् विष्णु भगवान होइन। विष्णु भगवानको चाहिँ मत्स्य अवतारबाट चाहिँ यहाँ हेर्नुहोस् कच्छप अवतार हेरेपछि चाहिँ अनि त्यहाँबाट यो नरसिंह यस्तै प्रकारले चाहिँ सबै थोकको चाहिँ अब यसरी मूर्ति राखेर होइन, यस्तो प्रकारले चाहिँ दृश्य देखेका छन्। यो चाहिँ अब हामीले हेर्नै पर्ने हो, हाम्रो केटाकेटीलाई देखाउनु पर्ने हो। किनकि भगवानले कुन चाहिँ रूप लिनुभएको थियो, के गर्नुभएको थियो, यस्तो चिजहरू मेलाहरू चाहिँ यस्तो होइन, रास पूजा चाहिँ देखाउन जरुरी जस्तो लाग्छ कि। किनकि हाम्रो केटाकेटी हिन्दू केटाकेटीहरूले जान्न जरुरी छ कस्ता भगवानले कस्तो अवतार लिनुभएको थियो, के देखाउँदाखेरि चाहिँ हामीले सबै भन्नुपर्छ कि यो चाहिँ बुद्धदेव हुन्, यी बुद्ध हुन्, यो हुन् भनेर सबै चिनाउँदै लग्यो भने भविष्यमा काम आउनेछ। हाम्रा भगवान कस्ता थिए, के गरेका थिए भन्ने कुरो चाहिँ सबै उहाँहरूले पनि जान्नुहुन्छ। त्यही भन्दै चाहिँ म अब मेरो भिडियो अगाडि बढाउँदैछु। यहाँ हेर्नुहोस् वासुदेव श्रीकृष्ण जन्म भएको बेला होइन। यहाँ चाहिँ म ठक्कसँगले गइरहेको छु, अब देखाइरहेको छु हजुरहरूलाई। दृश्यहरू कस्तो लाग्छ जरुर कमेन्टमा भन्नुहोस्। राम्रो लागेमा लाइक कमेन्ट गर्नुहोस् र सेयर पनि गरिदिनुहोस् मेरो भिडियो। अब यस्तो हेर्नुहोस्, यस्तो प्रकारले हाम्रो चाहिँ साना कोठाहरू राखेका छन् र जसले दिएको छ दाताको नाम पनि लेखेको छ ब्रह्मादेवी चाहिँ ब्रह्मा हुन्। यस्तो हेर्नुहोस्, शिवजीले विष पान गर्नुभएको होइन। अनि महादेवले अब यस्तो प्रकारले चाहिँ हाम्रो अब राति चाहिँ झलक मुलुक हुन्छ, राम्रो हुन्छ कि अलिक लाइटिङ देख्न पाइन्छ। त्यही भएर चाहिँ बहुत मजा आउँछ, भिड पनि हुन्छ। यस्तो प्रकारले चाहिँ हाम्रो यता रासमेला हुन्छ। तपाईहरुकोतिर चाहिँ कस्तो प्रकारले हुन्छ जरुर भन्नुहोस् कमेन्टमा होइन। तपाईहरुको पनि यस्तै हुन्छ कि कस्तो बेग्लै तरिकाले राख्छन्, कस्तो हुन्छ होइन। हाम्रो चाहिँ यस्तो प्रकारले हुन्छन्। यो चाहिँ श्रीकृष्णको मैनी अवतार भएपछि यस्तो कोठा बनाएर चाहिँ यस्तो प्रकारले राखेका छन् होइन। बहुत ही सुन्दर दृश्य, बहुत ही राम्रो लाग्छ। मेला वर्षमा एकचोटि आउँछ, कार्तिक पूर्णिमाबाट ठक्क लागेर चाहिँ अब 7-8 दिनसम्म लाग्छ। हाम्रो चाहिँ यहाँ चाहिँ 9 दिन लाग्छ होइन, 9 दिन लाग्छ। तपाईहरुको दिन कति दिन लाग्छ। अनि यसरी चाहिँ अब हामीहरू गर्छौँ होइन, यसरी हेरेर जान्छौँ। अनि गरेर चाहिँ अब ठक्कसँगले यहाँ हेर्नुहोस् लक्ष्मी है, यो चाहिँ सरस्वती। यो चाहिँ अब यस्तो घुर्ने यो पिन, रोटे पिन भन्छौँ है हामीहरूलाई चाहिँ। यहाँ चाहिँ अब बकासुरलाई श्रीकृष्णले वध गर्नुभएको। अनि यस्तो चाहिँ अब यसरी गणेश हुने चाहिँ गणेश लास्ट दृश्य आउन आँटो। अब लास्टमा पनि श्री गणेशलाई देखेर चाहिँ यो चाहिँ अब समुद्र मन्थन गरेको सायद होइन हो नै अब। अनि यहाँ चाहिँ अब यस्तो प्रकारले चाहिँ अब हामी हेर्छौँ, मजा लिन्छौँ, रास हेर्छौँ, खेल्छौँ, कुद्छौँ होइन। केटाकेटीको मनोरञ्जन, ठुलाको नि मनोरञ्जन वर्षमा एकचोटि आउँछ। हाम्रो चाहिँ साह्रै एकदम उदालगुडी डिस्ट्रिक्टमा हुन्छ, पुरा भिड हुन्छ कि भिड हुन पनि। अनि राम्रो पनि लाग्छ हेर्नमा, हर्ष पनि लाग्छ होइन। एकखेप गएर कहिलेकाहीँ त मनै भरिँदैन, त 2 खेप पनि गइन्छ हो साथीहरू। तपाईहरु पनि त्यस्तै गर्नुहुन्छ। यहाँ चाहिँ हनुमानले पर्वत उचाल्नु भएछ यस्तो प्रकारले होइन। हामी चाहिँ टक्कसँगले गइरहेको छौँ। यो चाहिँ हनुमानजीले श्री राम देखाउनु भएको र आफ्नो सिना चिरेर। अनि यहाँ हेर्नुहोस्, यो